मेरा मेरा कोही धुने छौ कि कटु मैले धुते ए भाइ किन बसे त्यतिकै किन त्यतिकै न मेरो पिसाब फिर्ने ठाउँमा त यार माया छ यसो पिसाब फिर्ने ठाउँमा तिमी के मेरो पिसाब खाँदै बस्यौ दिनकै पिसाब फिर्ने ठाउँ हो के हो तिमी तल गएर बस न यहाँ सधैँ मेरो बस्ने ठाउँ हो सबै बस्न आउँछन् तल जानु तिमी तल उ त्यहाँ बस म यहाँ पिसाब फिर्ने ठाउँ के जसले पनि बिहान बिहान पिसाब फिर्न आउँछु तिमी के आज मेरो पिसाब खान आयो के कुरा गर्छन् कहाँ यो बस्ने ठाउँ सबै यहाँ घर छ यहाँ सार्वजनिक ठाउँ पिसाब फिर्न मिल्छ आयो न यार तिमी अलि फ्री सक्दिन फ्री छु फ्री छौ एउटा हेल्प गर्दैन के गरौँ गर्छौ कि नै भन के छ गर्छौ कि नै भन गर्छु मेरो चाहिँ छु ललिपप ललिपप एउटा हेल्प गर्छौ नि तिमी तिमीलाई 5 रुपियाँ दिन्छु तिमी त्यो पसलमा गएर एउटा कन्डम किनेर ल्याऊ के हेर्ने कन्डम किन्ने तिम्रो मुखमा खोज्ने ल कस्तो के कुरा गर्छ को हो के तपाईँ जाऊ न को हो तपाईँ म उता मान्छे ऊ त्यो घर मेरो को हो तपाईँ को हो र मलाई चिनाएन हौ मै त हरिलाल चौधरी भन्ने चिनाएन तिमी घर कहाँ हजुरको घर मेरो ऊ हातेको हामी चिनाउने चिने हातेको लाने छैन हातेको कास त आज जस्तो त्यो दिदी छैन तेरो गर्नु छ छ नाम के हो किन चाहियो भन न नाम के हो किन चाहियो चाहियो भन न कस्तो चाहिँ हेरौँ न त अनि यसो फेस आइडी भन्नु पऱ्यो कसको तिम्रो मेरो विकास छ त्यो तिम्रो गर्लफ्रेन्ड गर्ने गर्लफ्रेन्ड किन चाहियो तिम्रो गर्लफ्रेन्डको भन न भयो तिम्रो गर्लफ्रेन्ड हिजो बोलेको थियो मसँग बोले अब को खै देखाएको यो उयो हो किन नदेखा भयो अलिक झगडा होला पठाएछु बाबु आँखालाई नि काम नगर्नु फेरि कसलाई त्यो मेरो गर्लफ्रेन्डको नाम के हो सीता होइन हो कि होइन को सीता चिना छैन मैले सीता छैन चिनाएन यी फोन आयो त्यसकै फोन आएर हो कि होइन किनभने यही हो थाहा होइन म आँखालाई भने फेरि आँखा साँ काटिदिन्छु मुजी के कस्तो के हो किन बोलेको छु त्योसँग किन बोलेको कोसँग यहाँ बस्छ पहिला कसको गर्लफ्रेन्ड त्यो सीतासँग किन बोलेको त हिजो म सीताको चिनेको छैन अहिले फेरि भिड्न आउन राति भिड्न आउँछन् कहाँ भिड्न मा तल होटलमा किन बोलेको बोलाए त मेरो गर्लफ्रेन्ड बोलाए म के भयो किन बोलेको म त जे पनि गर्न सक्ने मेरो थाहा छैन म त जे गर्न नि पाएँ